नमस्ते एभ्रिवान। फेरि एकजना साथीले चाहिँ मैले चाहिँ कुन इफेक्ट चलाउँछु र कुन सफ्टवेयर चलाउँछु भनेर चाहिँ सोध्नु भएको रहेछ। त्यसकै बारेमा थोरै भन्छु है त। मैले चाहिँ भ्यालेटोनको GP100 भन्ने मल्टी इफेक्ट प्रोसेसर चलाउँछु। अब गिटारको बारेमा थाहा नभएकोहरूलाई चाहिँ म थोरै एक्सप्लेन गरिदिन्छु है। यो चाहिँ अब यसलाई पावर दिने पावर केबल भयो। अनि यो चाहिँ USB, यो सिधै ल्यापटपसँग कनेक्ट छ है। यो चाहिँ अब आउटपुट केबल भयो, इनपुट केबल है। गिटारबाट चाहिँ साउन्ड यसमा जान्छ, यसबाट चाहिँ प्रोसेस भएर चाहिँ अनि यसले चाहिँ आउटपुट दिन्छ है। यो चाहिँ भ्यालेटोनको GP100 भर्जन 1 4.0 हो है। यसलाई चाहिँ डाउनलोड गरिसकेपछि पहिला चाहिँ डिभाइससँग कनेक्ट गर्ने, यो जोडेर कनेक्ट गर्ने, डाइरेक्ट उयो हुन्छ कनेक्ट भनेर देखाउँछ, डिभाइस कनेक्टेड। अनि त्यसपछि यस्तो इन्टरफेस चाहिँ यस्तो आउँछ। यस्तो इन्टरफेस आइसकेपछि चाहिँ अनि त्यसपछि तपाईँहरूले चाहिँ अब आफ्नो अब के चाहिन्छ क्या। अब जस्तै यो चाहिँ सिग्नल चेनहरू अब यताउता सार्न नि मिल्छ है। जस्तै अब के अरे नोइज गेटलाई अगाडि, एम्पलाई पछाडि है, अब यसरी मिलाउने हो है। अनि त्यसपछि अब यो साउन्ड सेटिङहरू चाहिँ अब टोन सेटिङहरू चाहिँ अब त्यो चाहिँ तपाईँहरूको अब आफ्नो फिलमा भर पर्छ क्या। तपाईँलाई चाहिँ कस्तो साउन्ड राम्रो लाग्छ है, तपाईँलाई चाहिँ अब कस्तो टाइपको साउन्ड बजाउन मन लागिरहेछ त्यसमा भर पर्छ है। यही नै हो इन्टरफेस चाहिँ। अब यसमा चाहिँ अब तपाईँहरूको अब डिस्टोर्सनको गएर यहीँ गएर आफ्नै अब एडिटहरू गर्न मिल्यो। अब एम्प कुन एम्प अरू एम्पहरू पनि सेलेक्ट गर्न मिल्यो है। अरूहरू चाहिँ एडिट गर्न मिल्यो। मैले युज गर्ने इफेक्ट चाहिँ यही भ्यालेटोनको GP100 हो। अनि सफ्टवेयर पनि यसकै नै GP100 भर्जन 1 4.0 हो है। फेरि तपाईँहरूलाई के गरी यो डाउनलोड गर्नु छ भने चाहिँ यो QR स्क्यानलाई चाहिँ रिड गर्दा हुन्छ है। अनि मलाई चाहिँ धेरैजनाले चाहिँ यो सोध्दै हुन्थ्यो कस्तो छ भनेर। मलाई चाहिँ यो भ्यालु फर मनी नै लाग्यो है। बिल्ड क्वालिटी पनि राम्रै छ। अनि राम्रो चाहिँ यसको आफ्नै सफ्टवेयर छ है। अब जस्तै यो सानो स्क्रिनमा यहीँ यो एनलकबाट हुन्छ नि टगल गर्दाखेरि चाहिँ अलिकति गाह्रै हुन्छ है। अनि आफ्नै सफ्टवेयर छ, ल्यापटपसँग कनेक्ट गरेर चाहिँ आफ्नो टोन सेटिङहरू बनाउन सजिलो भयो है। यति नै हो। म नि एउटा बिगिनर गिटारिस्ट हो। म नि सिकिरहेको छु। अनि मसँग भएको नलेजहरू चाहिँ सेयर गरिरहेको छु है। इफ म रङ छु भने चाहिँ तपाईँहरूले कमेन्टमा चाहिँ मलाई सचाइदिनु होला। अनि इफ भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। बाई बाई, धन्यवाद।